हेलो साथीहरू, कस्तो छ? कोले मिस गरिरहेछ मेरो स्टोरीलाई। आज बल्ल बल्ल चौथो भाग मैले हालेको छु, नरिसाउनु ल। अब मेरो वेट धेरै हुँदाखेरि चाहिँ धेरै समस्याहरू थियो के साथीहरू। त्यतिखेर 130 केजीको मान्छे, गाडीहरू चढ्नु पर्यो भने 4 पाउ टेकेर चढ्नु पर्ने, उक्लिनै नसक्ने गाडीमा। अनि यो म्याजिकमा चढ्नु पर्यो भने, म्याजिक भन्छ चल्छ हाम्रो गाउँतिर, त्यसमा चढ्न नसक्ने। अनि गाडीहरूमा पनि कसैले नराख्ने, मोटो मान्छे भनेर गाडी नै नरोक्ने। अड्दैन तपाईँ धेरै मोटो छ भनेर गाडी नै नरोक्ने के साथीहरू। अनि त्यसको सँगसँगै आफ्नै घरको बाइक पनि चढ्न नसक्ने के म, आफ्नै घरको बाइक चढ्न नसक्ने। चढ्नु पर्यो भने यसो साइडमा अलि अल्को भए ठाउँ हेरेर चढ्ने। यति गाह्रो हुन्थ्यो नि मलाई बाइक चढ्नलाई, गाडी चढ्नलाई।